आदरणीय जनसमुदायहरू, सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनबाट नेपाली समाजलाई मुक्त गरी जनताको नयाँ नेपाल निर्माण गर्ने महान उद्देश्यका साथ पहल गरिएको जनयुद्ध आज फाल्गुन 1 गते 9 वर्ष पूरा गरी 10 वर्षमा प्रवेश गरेको छ। सर्वप्रथम म यस ऐतिहासिक दिनमा हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीका तर्फबाट स्वदेश र प्रवासमा रहेका सम्पूर्ण न्याय र स्वतन्त्रता प्रेमी जनसमुदायप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु। गाउँघरबाट पुरानो सामन्ती सत्ताका जराहरू काट्दै जनताको महान जनयुद्ध आज दुश्मनका विरुद्ध रणनीतिक प्रत्याक्रमणको अन्तिम चरणबाट गुज्रिरहेको छ। हिन्दू सामन्ती ब्राह्मणवादमा आधारित पुरानो सत्ताद्वारा शोषित पीडित जनताका सबै वर्ग, जाति, जनजाति, क्षेत्र र लिङ्गका जनसमुदायको नयाँ जीवन पद्धति र मुक्तिको झण्डाका रूपमा स्थापित बन्न पुगेको यो महान जनयुद्धलाई विजयको वर्तमान उचाइसम्म ल्याइ पुर्याउन नेपाली जनताका हजारौं सर्वश्रेष्ठ छोराछोरीहरूले आफ्नो प्राणको आहुति दिएका छन्। जनयुद्धको 10औं वार्षिक उत्सवको यस ऐतिहासिक अवसरमा म हाम्रो सिङ्गो पार्टी पंक्ति, अपराजय जनमुक्ति सेना र देशव्यापी रूपमा हुर्कँदै गरेका नयाँ जनसत्ताका तर्फबाट ती तमाम महान र अमर शहीदहरूप्रति संग्रामी अभिवादन टक्र्याउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथसाथै ती महान सपूतहरूलाई जन्म दिने आमा बाबाहरूप्रति उच्च सम्मान र सम्पूर्ण परिवारजनप्रति हार्दिक संवेदना प्रकट गर्दछु। दुश्मनको सर्वनाश र जनताको पूर्ण विजय नहुँदासम्म जनयुद्धको झण्डालाई कुनै पनि हालतमा झुक्न नदिने पार्टीको दृढ प्रतिज्ञा दोहोर्याउनु पनि यस अवसरमा हामी आफ्नो कर्तव्य ठान्दछौँ। सामन्तवाद र साम्राज्यवादका विरुद्ध 21औं शताब्दीको एक अग्रिम मोर्चाका रूपमा यो महान जनयुद्धलाई सर्वहारा र अन्तर्राष्ट्रवादको उच्च चेतना र भावना सहित सहयोग र समर्थन गर्ने क्रान्तिकारी अन्तर्राष्ट्रवादी आन्दोलन, विश्वका तमाम कम्युनिस्ट क्रान्तिकारी एवं मुक्तिकामी जनसमुदायप्रति महान नेपाली जनताका तर्फबाट म हार्दिक आभार एवं अभिवादन प्रकट गर्दछु। प्यारा नेपाली आमा बुवा, दिदी बहिनी र दाजुभाइहरू, आज हाम्रो देश इतिहासकै सर्वाधिक संवेदनशील र पीडादायी अवस्थाबाट अगाडि बढिरहेको छ। जनताको नयाँ गणतान्त्रिक नेपालले जन्म लिँदै गरेको यो अवधि हामी सबैका निमित्त गहिरो प्रसव पीडाको अवधि हो। इतिहासको अनिवार्य नियमका रूपमा हामीले यो प्रसव पीडाको सामना गरिरहेका छौं। 7 साल वरिपरिबाट तत्कालीन जहानिया राणा शासनको विरोधका रूपमा अगाडि बढेको नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनका सीमित उपलब्धिहरूलाई सजिलै अपहरण गरेर सैन्य शक्तिका भरमा सामन्ती तत्त्वहरूले 17 सालमा नेपाली जनतामाथि राजाको हुकुमी शासन थोपरे। त्यो पञ्चायत रूपी जहानिया शाही शासनको 30 वर्षे लुट, भ्रष्टाचार, तस्करी, हत्या र आतंकले देशलाई विश्वकै गरीब र भिखारीको स्तरमा गिरायो। नेपाली जनताले त्यो पञ्चायत रूपी सामन्ती निरङ्कुश तन्त्रका विरुद्ध 30 वर्षसम्म नै अनवरत संघर्ष गरी 46 सालको ऐतिहासिक जनआन्दोलन मार्फत आफ्नो सामन्तवाद र साम्राज्यवाद विरोधी अभिमत जाहेर गरे। तर सो आन्दोलनमा हाबी रहेको सुधारवादी नेतृत्वका कारण फेरि एकपटक नेपाली जनताको प्रजातान्त्रिक आकांक्षालाई 7 सालमा जस्तै सामन्ती दरबारसँगको सम्झौताद्वारा अधुरोमै छोडियो। त्यो स्थितिमा देशको सैन्य शक्तिमाथि परम्परागत रूपले आफ्नो अविच्छिन्न नियन्त्रण कायम राख्न सफल रहेका सामन्ती दरबार र उसका पृष्ठपोषकहरूले अनेक षड्यन्त्र गरी अर्को 17 सालको मञ्चन गर्ने आधार कायम रहेको तथ्य स्वतः स्पष्ट थियो। 7 सालदेखि 46 सालसम्म सुधारवादी राजनीतिक दलहरूले प्रदर्शन गरेको सम्झौतावादी कमजोरी तथा सैन्य शक्तिमाथि नियन्त्रण राख्ने सामन्ती तत्त्वहरूको निरङ्कुशतावादी चरित्रको ऐतिहासिक लेखाजोखा गर्दा सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुँदैन भन्ने कटु सत्यलाई सजिलै बुझ्न सकिन्छ। यही ऐतिहासिक कटु सत्यलाई दह्रोसँग पक्रेर नै नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनलाई वास्तविक अर्थमा पूर्णता प्रदान गर्ने दृढ राजनीतिक इच्छा शक्तिका साथ 52 साल फाल्गुन 1 गते हाम्रो पार्टीको नेतृत्वमा महान जनयुद्धको पहल गरिएको हो। 100औं वर्षदेखिका नेपाली जनताका दमित भावना, आकांक्षा र आवश्यकतालाई वैज्ञानिक रूपले प्रतिनिधित्व गरेकै कारण देशभित्र र बाहिरका दुश्मनका भयानक कुप्रचार, षड्यन्त्र र दमनका बावजुद जनयुद्ध आज विशाल र अझै शक्तिका रूपमा विकसित भएको छ। वस्तुनिष्ठ राजनीतिक विश्लेषण गर्ने जो कसैले पनि जनयुद्धको राजनीतिक धारालाई निरङ्कुश राजतन्त्रका विरुद्ध सुधारवादी र सम्झौतावादी राजनीतिक धाराको विकल्पका रूपमा अगाडि आएको ऐतिहासिक तथ्यलाई सजिलै देख्न सक्नेछन्।
इतिहासका कुनै पनि महान क्रान्तिकारी आन्दोलनमा अनिवार्य रूपमा देखा पर्ने कतिपय सीमा र कमजोरीबाट नेपाली जनयुद्ध पनि अवश्य अपवाद छैन। तर यसका उपलब्धिहरूको पक्ष सीमा र कमजोरीसँग अतुलनीय रूपमा अधिक र दूरगामी महत्त्वका छन् भन्ने तथ्यलाई 9 वर्षको जनयुद्ध आफैले स्पष्ट गरेको छ। हतियार र सैन्य शक्तिमाथि सामन्ती दरबारको एकाधिकारलाई तोडेर जनसमुदायलाई सशस्त्र तुल्याउँदै शक्तिशाली जनमुक्ति सेनाको विकास गर्नु जनयुद्धको एक युगान्तकारी उपलब्धि हो। देशको सम्पूर्ण ग्रामीण इलाकाबाट सामन्तवादको स्थानीय आधारको रूपमा काम गर्ने शोषक जाली फटाहरूको हैकमलाई पूर्ण रूपले ध्वस्त पार्नु जनयुद्धका 9 वर्षको अर्को दूरगामी उपलब्धि हो। सामन्ती हिन्दू उच्च जातीय अहंकारवादमा आधारित पुरानो सत्ताको एकात्मक संरचनालाई धुलो पार्दै र सबै उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका जनसमुदायको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्दै जनवादी आधारमा कायम भइरहेका प्रादेशिक स्वायत्त गणतान्त्रिक सरकारका प्रारूपहरूले नेपाली विशेषता सहितको केन्द्रीय संघात्मक राज्य संरचनाको विकासलाई मार्ग प्रशस्त गर्दै नयाँ राष्ट्रिय एकताको मजबुत जग बसाउने काममा जनयुद्धले अर्को युगान्तकारी उपलब्धि हासिल गरिरहेको छ। सर्वाधिक महत्त्वपूर्ण कुरा, जनयुद्धले मार्क्सवाद लेनिनवाद माओवादको रक्षा, प्रयोग र विकास गर्दै 21औं शताब्दीमा नेपाली क्रान्तिको नयाँ विचार श्रृङ्खलाद्वारा सुसज्जित गर्दै नेपाली जनतालाई आफ्नो भाग्य आफ्नै हातमा लिने महान जनताका रूपमा विश्वव्यापी रूपमा स्थापित गराएको छ। यसरी नेपाल र नेपालीको परिचय अर्काका निम्ति लड्ने भाडाका सिपाही जन्माउने देशको सट्टा आफ्नै निम्ति लड्ने क्रान्तिकारी वीरहरूको देशमा बदलिएको छ। नेपाली सीमाभित्र मात्र नभएर पुरै भूमण्डलकै साम्राज्यवाद र सामन्तवाद विरोधी जनसमुदायलाई जनताको नयाँ विश्व व्यवस्था निर्माण गर्ने शक्तिशाली सन्देश दिइरहेका कारण विश्वका साम्राज्यवादी र विस्तारवादी शक्तिहरू समेत जनयुद्धका विरुद्ध अनेकौं षड्यन्त्र र हस्तक्षेपको प्रक्रियामा लाग्दै आएका छन्। अमेरिकी साम्राज्यवाददेखि भारतीय विस्तारवादसम्मको आर्थिक, राजनैतिक र सैनिक सहयोगको बलमा मात्र पुरानो सामन्ती सत्ताको फौजी अधिनायकवाद आजसम्म टिक्न सकेको यथार्थ हामी सबैमा स्पष्ट नै छ। यदि साम्राज्यवाद र विस्तारवादको फौजी सहयोग नपाएको भए सामन्ती दरबारको फौजी तानाशाही इतिहासको विषय बनिसकेको हुन्थ्यो। 5 वर्षको जनयुद्धको विकासबाट अत्तालिएका सामन्ती कट्टरपन्थी र साम्राज्यवादी विस्तारवादीहरूको गोप्य षड्यन्त्रद्वारा तुलनात्मक रूपले उदार र सामन्ती राष्ट्रवादको पक्षपोषण गर्ने राजा वीरेन्द्रको वंशनाश गरिएको तथ्य हामी कसैबाट छिपेको छैन। तत्पश्चात सुधारवादी संसदीय राजनीतिक दलहरूलाई एकपछि अर्को गरी नियोजित रूपले बदनाम गर्दै र पाखा लगाउँदै वैदेशिक सैन्य सहयोगको बलमा नेपाली जनताको वास्तविक प्रजातान्त्रिक आन्दोलनका विरुद्ध भीषण हत्या, दमन र आतंकको श्रृङ्खला चलाइयो। जनयुद्धको माध्यमबाट महान नेपाली जनताले शाही सैनिक आतंकको जबरजस्त प्रतिरोध बढाउँदै लगेपछि विगतको कुख्यात असोज 18 हुँदै वार्ताको नाटक रच्दै अहिले माघ 19 गतेसम्म आउँदा पुरानो सत्तामा सामन्ती प्रतिगमनको प्रक्रियालाई ज्ञानेन्द्र शाहीको कथित घोषणा मार्फत पूर्णता दिइएको छ। राजनीतिक घटनाक्रमले स्पष्ट गरेको छ कि माघ 19 गतेको कथित शाही घोषणा 3 वर्ष अगाडि जेष्ठ 19 गतेको कुख्यात नारायण हिटी हत्याकाण्डको नियोजित निरन्तरतामा आएको अनिवार्य परिणाम मात्र हो। यहाँ यो कुरा विशेष रूपले स्मरण योग्य छ कि हाम्रो पार्टीले दरबार हत्याकाण्डको राजनीतिक विश्लेषणका आधारमा आजको यो परिणामलाई उत्तिखेरै राम्रोसँग देखेको थियो। पुरानो सत्तामा यो परिणामको आकलन गरेर नै हामीले तत्काल देशका सबै संसदवादी राजनीतिक दलहरूसँग संविधान सभा र गणतन्त्रका निमित्त व्यापक मोर्चाबन्दीका लागि अपिल गरेका थियौं। विगतको बहुचर्चित सिलगुडी बैठक त्यो दिशामा हाम्रो तर्फबाट गरिएको ठोस पहल कदमी थियो। तर तात्कालिक र क्षणिक सत्ता स्वार्थमा चुर्लुम्म डुबेका सुधारवादी प्रमुख संसदीय राजनीतिक दलहरूले हाम्रो अपिल र पहल कदमीको दूरगामी राजनीतिक महत्त्वलाई बुझ्नै सकेनन्। प्रत्यक्ष वा परोक्ष रूपमा आफ्नो क्षणिक स्वार्थका निमित्त सामन्ती दरबारको प्रतिगामी उद्देश्यमा सहायक बन्ने प्रतिस्पर्धामा नै संसदीय राजनीतिक दलहरूको समय बित्यो। अन्ततः माघ 19 को कथित शाही घोषणाले नेपालको राजनीतिमा सुधारवादको औचित्यहीनतालाई एकपटक पुनः प्रमाणित मात्र गरेको छैन, अपितु संसदवादी राजनीतिक दलहरूको सामूहिक निन्द्रालाई पनि भङ्ग गरिदिएको छ।
बदलिएको राजनीतिक परिस्थितिमा हाम्रो पार्टी इतिहासका कटु अनुभवबाट शिक्षा लिएर सामन्ती निरङ्कुश तन्त्रका विरुद्ध एकताबद्ध आन्दोलनका निमित्त सम्पूर्ण संसदवादी राजनीतिक दलहरूसँग पुनः जोरदार अपील गर्दछ। संविधान सभा र बहुदलीय लोकतान्त्रिक गणतन्त्रको न्यूनतम साझा उद्देश्यमा सबैसँग हातेमालो गरेर अगाडि बढ्न हाम्रो पार्टी तयार रहेको तथ्य पनि यसै अपील मार्फत हामी पुनः स्पष्ट गर्न चाहन्छौं। इतिहासको यो संगीन मोडमा आवश्यक पहल लिन ढिला गरिएमा हामी कसैलाई पनि इतिहासले माफी दिने छैन। प्रजातन्त्रलाई पूर्णता दिई नेपाल र नेपालीको रक्षा गर्ने यो ऐतिहासिक अवसरमा आफ्नो ठाउँबाट आवश्यक पहल कदमी लिन हाम्रो पार्टी देशका अन्य सम्पूर्ण जनपक्षीय शक्तिहरूसँग हार्दिक अनुरोध गर्दछ। 46 सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै र त्यसमा टेकेर प्रजातन्त्रको पूर्णताका निमित्त निशर्त संविधान सभाको माग गर्दै तथा त्यसका निमित्त पुरानो सत्ताका नायकीहरूसँग वार्ता गर्न तयार रहेको कुरा विगतमा हाम्रो पार्टीले गर्दै आएको तथ्य सर्वविदितै छ। तर अहिले ज्ञानेन्द्र शाहीले 46 सालको सम्पूर्ण उपलब्धिहरूको हत्या गरेर देश र जनतालाई निरङ्कुशताको अथाह अन्धकारमा धकेल्ने दुस्साहस गरेपछि तत्काल उसँग वार्ताको सम्भावना र औचित्य समाप्त भएको छ। यसका साथै 21औं शताब्दीमा समेत जनतामाथि मध्ययुगीन सामन्ती निरङ्कुश तन्त्र थोपर्ने दुस्साहस गर्ने नेपालको पुरानो सामन्ती सत्तालाई सबै प्रकारका सहयोग बन्द गरी नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनमा सहयोग पुर्याउन हाम्रो पार्टी संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायसँग विशेष अनुरोध गर्दछ। देशको सम्पूर्ण ग्रामीण इलाकामा जनताको प्रत्यक्ष नेतृत्व सम्हालिरहेको शक्तिका हैसियतले हाम्रो पार्टी विश्वका तमाम दात्री संस्थाहरूसँग पुरानो निरङ्कुश सामन्ती सत्तासँग सम्बन्ध विच्छेद गरी नयाँ जनसत्तासँग सम्बन्ध कायम गर्न तथा जनताको सेवामा सहयोग गर्न अपील गर्दछ। प्रजातान्त्रिक मूल्य मान्यतामा प्रतिबद्ध रही त्यस प्रकारका देश र संघ संस्थाहरूलाई आवश्यक सहयोग गर्न हाम्रो पार्टी तयार रहेको कुरा पनि यसै अपील मार्फत स्पष्ट गर्न चाहन्छौं। न्यायप्रेमी जनसमुदायहरू, यो 17 साल होइन 61 साल हो। नेपालका नदी नालाहरूमा धेरै पानी मात्र बगेको छैन, बरु 21औं शताब्दीमा नयाँ प्रजातान्त्रिक नेपालको निर्माणका निमित्त हजारौं नेपाली सपूतहरूको रगत बगिसकेको छ। शहीदहरूको त्यही रगतको मूल्यमा जनताको शक्तिशाली जनमुक्ति सेनाको विकास भएको छ। ज्ञानेन्द्र शाहीको वर्तमान निरङ्कुश कदम सामन्तवादको विजयको होइन, पराजयको अन्तिम छटपटी मात्र हो। नयाँ गणतान्त्रिक नेपालको जन्मलाई अब कसैले रोक्न सक्ने छैन। सामन्ती निरङ्कुश राजतन्त्रका विरुद्ध यो अन्तिम युद्ध पनि हो। जतिसुकै कठिन र चुनौतीपूर्ण भए पनि यो अन्तिम युद्धमा जनताको विजय सुनिश्चित छ। आउनुहोस् हामी सबै एक ढिक्का भएर नेपाल र नेपालीको दुर्दशाको प्रमुख कारक सामन्तवादलाई सदाको निम्ति मिल्काउन अघि बढौं। दुश्मनका कुप्रचार र धम्कीलाई च्यातचुत पार्दै नयाँ प्रजातान्त्रिक र प्रगतिशील नेपालको निर्माण गरी भावी सन्ततिका निमित्त उज्जवल भविष्य सुनिश्चित गर्न अघि बढौं। महान नेपाली जनता अमर रहून्। जनताको नयाँ गणतान्त्रिक नेपाल जिन्दाबाद। धन्यवाद। लाल सलाम।